हामी चाहिँ यहाँ घाँस दाउराहरू खोजीमा छौँ होइन। अब घाँस दाउरा कता खुट्टातिर पनि लागेको छ जस्तो छ अनि कता केही फुट्यो जस्तो पनि लागिरहेको छ मलाई होइन। होइन आज त फेरि यहाँबाट मेरो भ्लग सुरु हुनेछ। आज चाहिँ म जङ्गल जाँदैछु। घरमा मम्मी बुवा चाहिँ आज हुनुहुन्न, हेक्टर जानुभएको छ। अनि त्यसैले घरमा चाहिँ बाख्रा फेरि प्याँ प्याँ गरिरहेको छ। अनि म चाहिँ त्यसकै लागि जङ्गल आएको छु। म चाहिँ यहाँ किसान भाइसँग जङ्गल आएको छु। किसान भाइ अगाडि अगाडि हिँड्दैछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ जङ्गली बदल। यहाँनिर बदल भेट्यो हामीले गाइज। अब यहाँनिर तपाईँहरू भाक्लाहरू लिएर आउन सक्नुहुन्छ। यहाँ जङ्गली बदल यता पनि छ जङ्गली बदल, हेर्नुहोस् होइन। अनि आज किसान भाइ अगाडि अगाडि साइकलमा सरेर। किसान भाइ घाँस ल्याउने होइन त यहाँ? मलाई त रुख चढ्न आउँदैन, चढेर झार्दै ल अलिकति। ल जेस किसान भाइ चाहिँ हेल्पफुल मान्छे छ होइन। ल अब हामी चाहिँ जङ्गलमा जाँदैछौँ। बाटो चाहिँ बवाल छ कि यो जे होस् है। यहाँनिर जङ्गलमा आइसकेको छौँ होइन। जङ्गलभित्र प्रवेश गरिसकेको छौँ। अनि जस्ट हामी चाहिँ अब घाँस लाने हो। घाँस लानको लागि मात्रै आएको हौ। अनि जङ्गल चाहिँ एकदम अहिले पुरै रमाइलो छ होइन। शान्ति वातावरण छ। हरिणहरू तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, तर अहिले आएको छैन त्यसैले देख्न सक्नुहुन्न। आएको दिन यहाँ देख्न सक्नुहुन्छ जब म आएर तपाईँलाई देखाउने छु होइन। अनि अब चाहिँ हामी जङ्गलमा जाँदैछौँ। बाटोहरू पनि एकदम अहिले यहाँनिर खतरनाकहरू छ होइन। बाटोहरू यस्तो छ। अनि कृपया यो जङ्गलतिर चाहिँ जो कोही आउनुहुन्छ आगोहरू नबालिदिनुहोस् होला है। यो नयाँ चिउलाहरू पलाउँछ भन्ने सोच छ भने तपाईँहरूको त्यो गलत सोच हो। आगो बालेर नयाँ चिउला पलाउने होइन कि कसो किसान एकदम होइन। आगोहरू नबालिदिनुहोस्। यहाँ हेर्नुहोस् पुरै आगो लागेको छ जङ्गलमा। त्यसरी आगोहरू बालिदिनु हुँदैन, किनभने आगोहरू बाल्दा त अब बोट बिरुवा त मऱ्यो होइन। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि भुइँमा बस्ने जीव जन्तुहरूलाई पनि असर पर्न सक्छ, उनीहरूलाई नै हानिकारक पर्न सक्छ होइन। त्यसैले आगोहरू चाहिँ नबालिदिनुहोस् होला कृपया है। अब हेर्दै जाउँ हामीले घाँस कता भेट्छौँ, त्यतै बसेर हामी चाहिँ घाँस काट्न गइरहेको छौँ। अब हामी जाँदैछौँ। बाटो जति गयो त्यति लामो छ जङ्गलमा, कहिले सिद्धिँदैन। धेरै लामो छ यो जङ्गल चाहिँ, धेरै ठुलो छ, बाटो धेरै लामो छ। अब हामी जाँदैछौँ जङ्गलतिर। अब चाहिँ हामी चाहिँ यहाँ घाँस दाउराहरू खोजीमा छौँ होइन। अब घाँस दाउरा मलाई चाहिँ यहाँनिर बाघले तिथारिसकेको छ होइन। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ पुरा यस्तो भएछ हेर्नु त। सोचेको पनि थिइनँ मैले यस्तो हुन्छ भनेर है। यहाँ मात्रै होइन अनि अरू पनि कता खुट्टातिर पनि लागेको छ जस्तो छ अनि कता केही फुट्यो जस्तो पनि लागिरहेको छ मलाई होइन। म चाहिँ जङ्गलबाट आइसकेको छु होइन। जङ्गलमा चाहिँ मलाई अझै भिडियो ब्लगहरू बनाउनु मन थियो, तर मैले चाहिँ चाहँदा पनि सकिनँ होइन। किनभने मेरो मोबाइलको चाहिँ ब्याट्री अफ भइदिइसकेको थियो। अनि अर्को कुरा धेरै पेन फिल भइरहेको छ होइन। हात चाहिँ मेरो यस्तो भयो। अब कहिलेकाहीँ यस्तो भइहाल्छ, त्यसमा त केही पनि छैन, मान्छे भएपछि होइन। अब हिँड्दा लडिन्छ ओरिन्छ। अनि भोलि सायद म काठमाडौँ जान्छु होला। अनि आज साथीहरूसँग भेटिराखिदिउँ न भनेर मैले चाहिँ विक्रमलाई बोलाएको छु। अनि विक्रम आउँदैछ। अनि उताबाट सुनिल पनि आउँछ अरे आज चाहिँ। अनि सुनिलसँग पनि भेट हुन्छ। अनि त्यही हो अब दशा लागेको दिन होइन, कसले के देख्छ भने जस्तै हो। हुन चाहिँ म कन्ट्रोल गर्न सक्थेँ कि साइकल, त्यही पनि अब के भयो भन्दाखेरि चाहिँ एक्कासी यस्तो भयो कि हातमा चाहिँ फोन थियो होइन मेरो। अनि फोन चाहिँ थियो, अनि यदि त्यो फोन चाहिँ गोजीमा भएको भए चाहिँ मैले त्यो हातले चाहिँ म बचाउन सक्थेँ होइन। मैले चाहिँ सोचेँ अब फोनको डिस्प्ले जाला भनेर, झन्डै मान्छेकै डिस्प्ले गएन होइन। तर ठिकै छ, केही छैन। अलिकति चोट मात्रै लागेको, त्यस्तो खासै चोट त लागेको छैन होइन। अलिकति मात्रै लागेको, पुरा यस्तो भइदिएछ होइन। ठिकै छ। अब अहिले चाहिँ म यो मेडिकलको लागि त्यो मेडिकलमा मलमहरू केही हुन्छ भने त्यसको लागि चाहिँ लिन जाँदैछु। मलमहरू छ भने लिएर आएर लाउँछु, नभए त्यतिकै ठिक हुन्छ। यो हल्का खुस्रेको मात्रै हो। अनि विक्रम पनि आइसकेको छ पछाडि। अनि अब जाँदैछौँ हामी।
सबैजनालाई भेटिसकेको छौँ अहिले। सुनिललाई भेट्छु भनेको थिएँ, अहिले भेट भइसकेको छ फाइनली। सुनिल आइसक्यो अनि विक्रम यता छ अनि म जाँदैछु। निशानलाई पर्खिरहेको छौँ, निशान आउँदैछ अनि निशानसँग नि भेट्ने भनेर चाहिँ निशानलाई पर्खिरहेको। निशान कतिखेर आउने हो इन्तजार छ होइन। त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ पुरै साँझ भइसकेको छ अहिले लालबन्दीमा। साँझ परिसकेको छ लालबन्दीमा मात्र होइन, नेपालभरिमा साँझ परिसकेको होइन। निशान घर चाहिँ यता हो, यताबाट आउँदै गर्छ। हेरौँ कतिखेर आउँछ। गाइस म चाहिँ घर आइसकेको छु होइन। अनि यो मलम लिएर आएको छु, मलम पनि लगाइसकेको छु अहिले। अनि त्यहाँबाट भन्नुभएको छ बिहान एक टाइम, दिउँसो एक टाइम, बेलुका एक टाइम, 3 टाइम जस्तो लगायो भने 1 हप्ताभित्रमा तिम्रो ठिक हुन्छ भन्नुभएको छ। ठिकै छ, अब जसरी भयो नि अब भइगयो होइन, जे गरी भयो नि भइहाल्यो, अब के भन्नु त। अनि मैले चाहिँ सोचेको थिएँ अब समातेको थिएँ कि एउटा हाम्रो फोन चाहिँ, अनि फोन अब फाल्यो भने डिस्प्ले जान्छ होला भनेर चाहिँ, अनि त्यही भएर मैले फोन पनि फालिनँ। अनि के भयो भने त मैले चाहिँ सोचेँ अलिकति लड्छु होला भनेर सोचेको, पुरै लड्यो, त्यही भएर यस्तो भएको होइन। त्यसमा चाहिँ के भन्नु, ठिकै छ अब जे भयो भइसक्यो। अनि लगाइ अब म यति भन्दै चाहिँ मेरो भिडियो चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु होइन। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु होला होइन। तपाईँहरूलाई पनि थाहा छ अगाडि जानको लागि साथ सपोर्ट चाहिन्छ भनेर होइन। तपाईँहरूले मेरो साथ सपोर्ट गरिदिनुहोस् होला होइन। यति भन्दैमा अब आजको भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। बाई बाई। अब अर्को भिडियोमा हामी अवश्य भेट्ने छौँ।